यही लिएर थियो नि अनि चल्दै त चल्दैन भन्ने यसो पूजा गर्दै राख्नु हाम्रो त दसैँमा टिका सुरु गरौँ है गाई छोरू भान्जी बस्नुहोस् भइहाल्छ नि के हुन्छ त कस्तो मधुर अब शङ्खराजले नचल्ने पैसा लिएको रहेछ बुहारीहरूलाई पनि कति दियो अब त्यो देखाउँदै ठिक होला पैसा पनि चल्दैन नानी हो माइला छोरा टिका लाँदा टाढो बाटो भयो पैसा नचल्ने ऊ यतापट्टि ओढाउनु पर्छ जति मेमोरीले थाम्छ म त्यति भिडियो गर्छु है ए किन निभागा भन्दै चापाती काट्नु पनि नचल्ने सबैले फटाइन्छ त चल्ने त लगिहाल्छ खाना गर्नु न अघि माया देवाली चामलको नास भन्दै मिलदेखि कुटेर ल्याएको पनि छ हो नि मैले मरि बोकेर लगाएर पिसा ल्याएको छ है चिन्तै नमानी लगाउनु होला तास्दै पनि त्यस्तो बाकुलो ला हो नि रहेछ भगवान् यतिको चाहिँ हुनुपर्छ नि त मूल घरमा आइन्द्र नसुते श्रीन्छ साधा नि हौ त्यत्रो तन्ना ठिकै गरेर खिचौँ भनेको त हाँस्यौँ है टिका लाँदा त हाँस्नुपर्छ हौ रुनु हुँदैन त नाति नाति के नाति चाहिँ नाति हो र के देम साह्रो उयो भयो त्यसको चाहिँ राहरी बाटे हुने त्यो अब फेरि रहर गरेर रातो लगाएको होला फेरि हाम्रो वंशावलीमा रातो नचलाउने भनेर सरसल्लाह भइरहेछ र नि न त मन परेकोलाई टिका लाउन आइपुग्नु भयो यता हाम्रो नयाँ नाति बुवा नाति उता नातिनी बुहारी यता बाजेले सबलाई लगाइदिनु हुँदैछ टिका टिका लायो भने पैसा पाइँदैन पैसा त उता मिलमा छैन कोयलको मिलतिर कसको छ तोएर अब नाक्सुङको पैसा कहाँबाट चल्छ त नि झोडी परेर पछि के जस्तो चलाउनु पर्छ ढोक्रो नाक्छुङको पैसा के घरमा भाउ सब देश विदेश गाउँ तथा अन्यतिर लो अघि रोजा नातिले हाँस्नु लाग्यो तपाईँ आँखा उघार्नु न नाति सगर नाति लो हाँसा हामीलाई नाति रहेछ नाति गर्दा मजा लडेर भाग्यमानीको मिल्छ रोजिना नातिमा संयोग नाति
पुड ल राजाले नलाइदिनु लगाएको जति सबै रातै रह भरि रातै 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 ज्वाइँलाई पहेँलो खालको चिज रातो खालको नै सबै भरिदिनु मेरो नातिनीलाई रातो मनपर्छ ज्वाइँ सप ज्वाइँ सप बुटै त हुने हो हुन्छ रहर त खाली खाली ठाउँमा लगाइदिएको नि नातिलाई ल आउ लु मलाई लगेर लिएरै आऊ अन्त लु 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 जोडी बाँध्नु आउनु बित्तिकै भनेको भएदेखि अब यतिखेर सबै किन्छ आउँदैन नबिनेलाई अझै उपकार अझै ठार यसो गर न कान्छा भित्तैमा पुगिसक्यो मुन्टो चाहिँ छडाउ न ओल्लोपट्टि लगाइदिनु भइहाल्छ यतापट्टि यस्तो गरिदिनु के कस्तो न ला तिनजनाले बुनु पनि थियो 3 जना भयो एकचोटि अठाउ न भाइलाई 3 जनाले भयो नि त कहाँ पुगिसक्यो घरै उचाल्दै थियो घरिघरि अनि घरिघरि शान्त हुँदै थियो छोरीहरूलाई कराउनु थाल्यो नि के गर्यो फुल मात्रै नानीहरू भन्दा गाइचाहरू लु लाइन बाई लाइन छिटो आउनु न हजुर हुन्छ नमस्ते यो भिडियो गर्नुभएको हो भिडियो त जगाइदिनु हो तपाईँको भन्नुहुन्छ नि सुड यति लामो सुड 10 को भन्दाखेरि भएर सुडो गइ जाला नि लिनु न त धेर होइन छोरा दिनुभयो भिडियो बनाउँछ उडी बाबा ए थुप्रो छौँ नि हुन्छ भिडियो गर्नुहुँदैछ हुन्छ छोरा ए यहाँ निकाल्नै साह्रो पर्यो ए पैसा चाहिँ यता नहालेर यहाँ मात्रै राम्रो आउँछ कि रुपियाँ खोइ नमस्ते गर्दैन तिमीहरू पैसा मात्रै हेर्दै बस्छौ हाँस्दै हाँस्दै अघि दुईमा के हो बुनुलाई त जोडी मात्रै बाँधे कुखुराले दसैँ मनाइसक्यो अगाडि अगाडि हजुर भाग्यमानी हुनु नाति हजुर लु भाग्यमानी मेरो नाति ए म त हात हाल्दैछु बुहारीहरूलाई जस्तो
सँगमै भेटौँ। ए लु लु सौगात नाति कता हुनुहुन्छ आइहाल्नु सौगात राई मैले भान्जी राई सेभ गरेको छु नम्बर आउनु खोइ आउनु नि सौगात राई ए लु बोजू महिला नाति भगवानी के भने हुन्छ जनाले खुट्टा देखाउनु हुँदैछ उयो खुट्टा खुट्टा ऊ हे भगवान् त्यसैको खिच्नु अहिले उ त ठुलो डरममा बनाएर कस्तो राम्रो छ डरममा आउँछ अहिले त उमा आउनु तपाईँ पनि यहाँ ह्याप्पी दसैँ हाम्रो चाहिँ यस्तो भयो यस यस ल प्लिज ल अब यति नै बाई बाई साथीहरू सबैजनालाई ल भाइरल भएर पैसा कहाँ थन्काउनु बुढाको कता बुढीको कता